नमस्कार, हाम्रो च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। आज हामी नेपाली संस्कृति, रीतिरिवाज, जीवनसँग जोडिएको एउटा मनछुने कथा लिएर आएका छौं। अन्तिमसम्म अवश्य सुन्नुहोस्। चरचुरुङ्गीको चिरबेटाहटले गाउँ जाग्थ्यो। त्यही गाउँमा बस्ने एक वृद्ध आमा। एक सुन्दर गाउँ, बिहानको सुनौलो घामसँगै मादलको ताल र चराचुरुङ्गीको चिरबिराहटले गाउँ जाग्थ्यो। त्यही गाउँमा बस्थे एक वृद्ध आमा। उनका एक्ला छोरा प्रकाश मेहनती, इमानदार र सबैका सम्मान गर्ने स्वभावको युवक थियो। शहरमा पढाइ पूरा गरेर ऊ आफ्नै गाउँ फर्किएको थियो, किनकि उसले आफ्नो माटो र संस्कृति प्रति गहिरो माया थियो। केही समयपछि प्रकाशको विवाह गाउँकै सरल मेहनती र संस्कारी युवती मायासँग तय भयो। विवाहको दिन गाउँभरि पञ्चे बाजा बज्यो। महिलाहरूले गीत गाए, जन्तीको स्वागत भयो र सबै नेपाली रीतिरिवाजका साथ विवाह सम्पन्न भयो। घरमा पहिलो पाइला राख्दै मायाले घरको आँगनमा चामल छरेर सबैको ठूला बडाको आशीर्वाद लिइन्। प्रकाशले पनि आमाको हात समातेर भन्यो, हामीले यो घरलाई प्रेम, सम्मान र संस्कारले भरिएको बनाउनेछौँ। दिनहरू बित्दै गए। माया र प्रकाशले सासूको सेवा गरे, गाउँका दुखी गरिबलाई सहयोग गरे र सबै चाडपर्व गाउँलेहरूसँग मिलेर मनाए। उनीहरूको व्यवहारले गाउँभरि राम्रो उदाहरण बन्यो। एक वर्ष गाउँमा ठूलो बाढी आयो। धेरै परिवार समस्यामा परे। प्रकाशले आफ्नै घरको चिन्ता नगरी गाउँलेहरूको उद्धार गरिरहे। मायाले पनि खाना पकाएर पीडितहरूलाई बाँडिन्। उनीहरूले सेवाभाव देखाए। सबै गाउँले भावुक भए। गाउँमा एक वृद्धले भने, साँचो परम्परा भनेको केवल रीतिरिवाज निभाउनु होइन, अप्ठ्यारामा एकअर्काको साथ दिनु हो। त्यो कुरा सुनेर प्रकाश मुस्कुरायो। उसले भन्यो, हाम्रो संस्कृति तब मात्र जोगिन्छ जब हाम्रो मनमा माया, सम्मान र मानवता बाँच्छ। त्यसपछि गाउँमा हरेक चाडपर्व अझ बढी एकता र सद्भावका साथ मनाउन थालियो। प्रकाश र मायाको जीवन सबैका लागि प्रेरणा बन्यो। कथा मन परे लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। यस्तै नेपाली कथा सुन्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। फेरि अर्को नयाँ कथाका साथ भेटौँला। धन्यवाद।